इन्स्पायर। ल अब हामीहरू चाहिँ इन्ट्री गर्छौँ है। इन्ट्री गाइज है। सो व्हाट्स अप ब्युटिफुल पिपल, दिस इज योर बोय राजीव। वेलकम ब्याक टु माई नेक्स्ट अनदर ब्लग। अब चाहिँ हामीहरू चाहिँ अहिले आज इन्स्पायर इन्टरटेनमेन्ट रिजोर्टमा छौँ। अब हामीहरू चाहिँ त्यताभित्र इन्ट्री गरेर भित्र के कस्तो छ, राम्रो राम्रो ठाउँहरू चाहिँ के कस्तो छ है, म तपाईँहरूलाई देखाउने नै छु। थम्बनेलमा पनि देखिसक्नु भएको होला। सो म चाहिँ इन्ट्री गर्छु, लेट्स गो। सो यस्तो छ साथीहरू है। वाह, यो म चाहिँ इन्ट्री गरेर आएको। ओ माई गॉड, फेमस यार, फेमस। मलाई त यो मनले नै एकदम खुसी खुसी बनाइरहेको छ है। माथिको हेर्न सक्नुहुन्छ है, 3D है नि, यता साइडको होइन। अनि यो लिफ्टहरू बवाल लाग्यो यार, खुसी लाग्यो। म अलिकति घुम्छु, तपाईँहरूलाई पनि म देखाउँछु भिडियोहरू। सो हेर्दै गर्नु है त, स्टे ट्युन गाइस। हामीहरू चाहिँ यहाँबाट यो सबै म देखाउँछु। एक स्टेपले दामी तरिकाले सिनेमेटिक भिडियो बनाएको छु। अनि त्यसपछि यो टपमा माथिल्लोमा पनि जाने छ, त्यहाँ पनि गएर देखाउँछु। त्यो हेर्दै गर्नु है त। सिनेमेटिक भिडियो बनाउँदैछु। लेट्स स्टार्ट। 1 2 3 गाइस। साथीहरू देखिसक्नु भयो होला है। यतापट्टि सिनेमेटिक भिडियोहरू मैले बनाइसकेँ, देखिसक्नु भयो होला तपाईँहरूले पनि। माथितिर हेर्नुहोस् है, दामी छ कि यार। अब यसलाई कसरी भनौँ कि, अब नेचुरल ब्युटी टाइपको 3D एनिमेसन छ कि। अब 3D एनिमेसनलाई चाहिँ यो कोरियाले यति दामी तरिकाले बनाइसकेको छ भने है, त्यो दामी कि। ल अब हेर्न सक्नुहुन्छ है, मैले जुन क्यामेराले देखाइरहेको छु नि, क्यामेराले चाहिँ राम्रोसँग क्याप्चर नगरे होला, तर मेरो आँखाले हेर्दाखेरि चाहिँ आहा, कस्तो के यो ठाउँ छोडेर जानै मन नलाग्ने टाइपको बनाइरहेको कि, त्यो दामी है। अब चाहिँ हामीहरू चाहिँ थोरै यताउति फोटो पनि खिच्छौँ है। अनि यही थियो है, अझै पनि छ तपाईँहरूलाई म देखाउनु पर्ने। यस्तै छ यी। अनि यो तलको चाहिँ यो फेमस ठाउँ हो है, यो भयो। पुरा फुल ब्युटी हेर्नु है त। आम्मो यत्रा होइन त। अब यो चाहिँ मोबाइलले थोरै क्याप्चर मात्रै गर्यो कि। आहा, यहाँ चाहिँ अनि यो माछा यताउति उडेको यताउति होइन, त्यो पनि दामी देखिन्छ। अनि उहाँ हेर्नु न, तारा कस्तो बनाइदिइरहेको ल, हेर्नु न। वाह, एकैछिन रोकेर देखाउँछ है त, कस्तो बनाउँछ है यहाँ। हल्का अगाडिबाट है, म हल्का रोकेर तपाईँहरूलाई देखाउने कोसिस गर्छु है। ल हेर्नु है त। वाह, दामी होइन। सो यस्तै हो है। यतापट्टि चाहिँ क्यासिनो रहेछ है, यतापट्टितिर क्यासिनो रहेछ। अनि अझ अगाडि गयो भने अझ दामी होला है। यो रिसोर्ट यति दामी बवाल छ कि है। अनि यहाँ चाहिँ तपाईँहरूलाई आउनुभयो भने इन्ट्री फी पनि फ्री छ। अनि त्यसपछि यतापट्टि हेर्न सक्नुहुन्छ, यतापट्टि चाहिँ बच्चाहरूलाई खेल्नको लागि ठाउँहरू पनि दामी रहेछ है। यस्तै हो। अब हामीहरू चाहिँ लगभग सुओनियाक हुँदै होइन, ओसनियाकबाट चाहिँ सुओनियाक होइन, कोही साथीहरू अन्तै टाढैबाट आएर सुओनियाक आएर अनि यहाँ इन्चन इन्टरनेसनल एयरपोर्टबाट इन्स्पायर इन्टरटेनमेन्ट रिजोर्टमा चाहिँ हामीहरू आयौँ। लगभग यदि ट्रेन चढ्ने यताउति जान्नु हुँदैन भने चाहिँ लास्टै टाइम लाग्छ है। 3 देखि 4 घन्टा लाग्यो। हामीहरू आउँदाखेरि चाहिँ यहाँ 4 घन्टा लाग्यो।
बवाल अब समुद्र आयो समुद्र अब यही टाइम कुरेर बस्यो हो क्या दोस्त वाह म यस्तो भनेको यो छिप्क्यो के हेर्नु है त यो त दामी दामी रहेछ अब यहाँ पनि म देखाउँछु तपाईँहरूलाई ढुङ्गा हेर्नु न आमामा खतरा झुन्डाइदिइराख क्या होइन बाबा ल यो ढुङ्गा हो कि अब सिमेन्टले के गरेर बनाएको तर ढुङ्गै हो जस्तो लाग्यो मलाई झुन्डाइरहेछ है यो पानी हो यति यार पानी रहेछ यहाँबाट चाहिँ टक्क त्यो उसमा चाहिँ सिक्का फाल्यो भने चाहिँ अब खै त्यो गेमै त होला अब होइन ल हाम्रो राई दाई टक्क लाएर होइन यता 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 राजकुमार अनि एनबिसिओर आरबी राजु ब्लग जस्तै हो इन्सपायर एरिनामा छौँ हामीहरू चाहिँ अहिले है यो भित्र चाहिँ यति ठुलो के यो जुन स्टारफिल्ड लाइब्रेरी छ नि स्टारफिल्ड लाइब्रेरी भन्दा पनि यो त अब कति ठुलो के अब स्टारफिल्ड भन्दा त त्यही दामी लाग्यो कि मलाई चाहिँ सो म अरू पनि देखाउँदै गर्छु किप स्टेडियम गाइज बबाल वाह खतरा 3D बनाइदिइरह्यो कि होइन सही हो साथीहरू है बक्सिङ हान्न गइरहेको छु है लाग्छ पहिला
ल ओके होइन के हो भने मलाई जितिरा अब यहाँ हो बल्ल यो भन्दा राम्रो आउँछ यहाँ साथीहरू है एउटा चाहिँ तपाईँहरूलाई म के देखाउन गइरहेको छु भने होइन यहाँ चाहिँ कोरियामा चाहिँ पानी सानी खोल्नु पऱ्यो भने चाहिँ होइन अरूमा चाहिँ मैले खोलेर मात्रै आउँथ्यो पानी यहाँ चाहिँ सेन्सर रहेछ है ल हेर्नु है त मैले पानी यस्तो हात राखेँ भने आफै आउँछ है पानी ल हेर्नु है ओके अब चाहिँ गयो फेरि पनि है यो चाहिँ गरेर हो दामी बनाएको है म चाहिँ कस्तो भइरहेको छ है कपाल सपाल मिलाउनलाई यसो आएको भित्र स्टेडियम गाइस ल साथीहरू है आज चाहिँ हामीहरू इन्सपायर इन्टरटेनमेन्ट रिजोर्ट आएर हामीहरू घुम्यौँ है ठाउँ चाहिँ एकदमै खतरा रहेछ होइन अनि तपाईँहरू पनि यहाँ आउनुभयो भने चाहिँ साँच्ची हो एक रात त बसेरै जानुहुन्छ तपाईँहरू हामीहरू त अब आज आएको एक रात बसेर अब जाँदैछौँ हामीहरू पनि आज बसेर भोलि जाँदैछौँ दामी खै कता कता गयो ल आर्टिफिसियल ठाउँ चाहिँ वान अफ दि बेस्ट आर्टिफिसियल चाहिँ यहाँ दामी लाग्यो है जति घुमे पनि सकिँदैन यहाँ घुमेर आज चाहिँ हामीहरू यतै बस्छौँ अनि त्यहाँबाट भोलितिर फेरि अर्को ठाउँमा घुमेर चाहिँ फर्किने प्लान फाइनली साथीहरू हामीहरू दामी ठुलो ठाउँ रहेछ वा है सही हो ल बाहिर निस्किँदाखेरि यस्तो रहेछ बाहिरको भ्यू दामी थियो रमाइलो गरिरहेको छन् साथीहरू है भ्यूहरू है यो चाहिँ मैले एउटा ढोकामा खिचेको है आज चाहिँ हामीहरू यो ठाउँमा रहेछ यो जुन रातो देखाइरहेछ नि यो रातो देखाएकोमा चाहिँ हामी रहेछौँ होइन यो चाहिँ इन्सन एरिया हो दामी रहेछ ल हेर्दाखेरि चाहिँ अब माथिबाट हेर्दा चाहिँ मिल्दैन अब यो ड्रोनबाट खिचेको होला या केबाट खिचेको हो दामी देखिरहेको छ अब हामीहरूले यहाँबाट खिच्ने हो अब उसमा गएर चाहिँ खिच्न सकिँदैन ल यो ठाउँ चाहिँ यस्तो छ है हामीहरू चाहिँ अहिले भर्खर खाइयो है अलिअलि बिहानको मर्निङ टाइममा यहाँ कोरियाको फेमस खाना हेजाङ्गु खाइयो
हल्का पिरो पिरो भएर आमामा खानै सकिएन, लास्ट गाह्रो भयो। अब चाहिँ हामीहरू फर्किन्छौँ। अब थिम्पूतिर पुगेर त्यसपछि सौलबाट हामी सुवन हुँदै ओसान पुगेर रुममा फर्किन्छौँ। बेलुका बेलुका हुन्छ होला। अब टाढा छ बाटो चाहिँ, लगभग 3-4 घन्टै लाग्छ होला सायद फर्किँदाखेरि चाहिँ। अब ट्रेनको बाटो हो, बसमा डाइरेक्ट यहाँबाट बसमा गएको भए चाहिँ अलि छिटै पुगिन्थ्यो होला। अब जाने साथीहरूको डेस्टिनेसन फरक फरक भएको हुनाले चाहिँ हामीहरू एउटै बाटो युज गरेको हो। सो अब चाहिँ म भिडियो धेरै खिच्दिनँ होला किनभने भ्लग लामो पनि हुन्छ। सो अब म चाहिँ यहीँ नै भ्लगिङ गर्न चाहन्छु। सो भिडियो कस्तो लाग्यो मन परेको लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै भिडियोलाई चाहिँ इन्ड गर्न चाहन्छु। बाइ।